बालनलाई भोट हाल्ने घन्टीमा भोट हाल्ने हात सिलौटामा राखेर लोहराले थिच्नु बाहेक ती जनतासँग के विकल्प रह्यो? सूर्य थापाजी अब सच्ची हुँदैन अनि जनतालाई यसरी पिरो नबोले हुँदैन। तपाईँहरूको कार्यकालमा पनि तपाईँहरूको अति हेपा बोली अध्यक्ष ओलीजीदेखि नै यो साह्रै मन दुखेको हो जनतालाई। एकदम नबोल्नु के अब मैले ती महान जनतालाई भने विकल्प बाँकी राखिदिनुहोस् त जनताका लागि। रवि लामिछानेजीले यही रूपमा बालेनको कुशासनलाई मनपरीलाई ठेक्न सक्नुहुन्छ जस्तो लाग्दैन। सबैतिरबाट घेरिँदै आउने त बालेनको केही पनि घुम्दैन, न पार्टी बनाएको न चलाउने कुरासँग मतलब छ, एउटा हुइममा सिगारिएको। तपाईँले फेरि फुटाउन मन लागेको छ उहाँहरूलाई? फुटाउने कुरा होइन, आज रोटी सेक्न पाइन्छ। आज किन बोलिरहनु भएको छैन हेर्नुहोस् के बोलेको सुन्दै। सबभन्दा दुखी आत्मा रवि लामिछाने, चौतर्फी घेराबन्दीमा र उम्किन नसक्ने निश्वासिने ठाउँमा बालेन पुगिसक्नु भएको छ, सम्हाल्न सक्नु।